हेलो गाइज, एमोनिया NH3 एसिड हो कि बेस म यसको कन्सेप्ट क्लियर गर्न गइरहेको छु। सो एमोनिया NH3 यो बेस हो, बेसिक इन नेचर। किन भन्दाखेरि म यसको रियाक्सन पनि हेराउन गइरहेको छु। हामीले जेनरली बेस भन्नाले के बुझ्नुहुन्छ? बेस भन्नाले जसमा OH रिलिज हुन्छ, नत्र हाइड्रोजनको आयन, पोजिटिभ आयन गेन हुन्छ। अनि त्यसैको लागि यहाँ म रियाक्सन पनि हेराउन गइरहेको छु। NH3 प्लस वाटर H2O, वाटरको मोलिक्युल्स H2O। यसलाई रियाक्सन गर्दाखेरि यसमा NH यसबाट एउटा गेन हुन्छ, त NH4 हुन्छ अनि यहाँ OH यसबाट पोजिटिभ आयन यसमा गएको हो। पोजिटिभ आयन भन्दाखेरि प्रोटोन गएको हो अनि यहाँ नेगेटिभ हुन्छ, किनभने पोजिटिभ साइन गएको छ नि, मतलब यसबाट पोजिटिभ चार्ज गएको हो अनि यहाँ गेन गरेको हो पोजिटिभ साइन, त्यसैले यहाँ प्लस हुन्छ अनि यहाँ माइनस हुन्छ। आई होप सबैले बुझ्नु भएको होला। थ्याङ्क यू।